कस्तो हुँदो रहेछ मेरो साइकल चाहिँ भाँच्देला है मेरो साइकल भाँच्देला मेरो साइकल भाँच्देला है भाँच्देला आइदे राम्रोसँग बिस्तारै गर्नु बाबु मेरो साइकल भाँच्देला बिस्तारै ओ नाति गर्न गर्न क्यौ यहाँ त झोला हराउँछ त याद गरेन म त कस्तो खतरा यार है तेरिका यस्तो पो हुँदो रहेछ हौ अनि यसरी टिपेर कुद्छ अनि यहाँ हामी केटिएमदेखि कादुरी नाकासम्म त पुग्यो तर त्यहाँ पहिरो गएकोले मान्छेहरूले चाहिँ गाडीलाई पर्खेर बसिरहेछ भरियाहरू अनि सामान आउन साथै खोसाखोस हुँदो रहेछ के तपाईँले तपाईँको होइन यो अहिले जिपबाट निकालेको बारी छ त्यो सबै एकै मुसम पुऱ्याउने है एकदम मजा छ बोक्ने 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 हो दोकानै लिने तपाईँ त्यत्रो बोकेर हुन्छ हाम्रो सामानहरू आमा त्यो माथि त्यो हाल्ने कादुरी पुग्दा यस्तो दृश्य थियो क्या मान्छेहरू कुरेर बस्दो रहेछ गाडी आउनुसम्म अनि त्यहाँबाट बोकेर पहिरोलाई कटाउँदो रहेछ क्या पहिरोमा बोकेर पारी लाँदो रहेछ क्या भरियाले लो है हाम्रो देशको प्रकृतिको धनी देश हामी तर के गर्नु बाध्यता यस्तै छ प्रकृतिले हामीलाई ठगेको जस्तो छ हाम्रो देश नेपाल जस्तो सुन्दर विशाल भन्ने अब यो चाहिँ हाम्रो प्रकृतिले हामीलाई दुःख दिएको यसरी हामी गइरहेछौँ लासा कादुरीको के भन्छ यो ऊ चाहिँ नाकाबाट आउने चाहिँ यस्तो पहिरो गएर यस्तो भइरहेछ ल अब म कमलापुर पनि गएँ मेरो सामान गयो ल बाई बाई सी यू लभ यु अल Hello. How are you? Fine. Oh my gosh. म नेपाली हो नेपाली न माथि गएर माथि उता जाँदैन छु म त जान्छु बाटो पमा चाहिँ ढुङ्गा लडेर आउँदैछ है टावर त छ नेटै नटिप्दो रहेछ हौ स्टोरी आइरहेछ पहिरो आएर अब म पनि यही बाटो भएर जाने हो अब यति पहिरो हिँडेपछि चाहिँ त्यहाँबाट बल्ल गाडी चढ्ने ताने भयो हाँस्न लगाएर हामी चाहिँ ल है चाइनातिर लाग्यौँ हामी त चाइनातिर लागेको चाइनाको बोर्डर अब यहाँ तातोपानी नाकाबाट छिर्यो अब चाइना अब हामी यहाँबाट ऊबाट यस्तो जान्छौँ
यहाँका दिदीबहिनीहरूको यो यस्तो ठुलो भारी बोक्नुहुन्छ यो सबै यो बाध्यता। ओके सामान चाहिँ बुलेरोबाट निकालेर यो पहिरोमा बोकेर ल्याएर अनि यो पारी चाइनाको इमिग्रेसन अफिससम्म लानुहुन्छ। जबसम्म हामीले भिजा पाएर अनि इमिग्रेसनबाट निस्किँदैनौँ उहाँहरूले पनि कुरेर बस्नुहुन्छ अनि सबै चेक गराएर एक हेरिसकेपछि अनि बल्ल अनि चाइनाको भूभागमा उहाँहरूले लानुहुन्छ। त्यसपछि मात्रै हामीले पाउँछौँ। त्यसको लागि उहाँहरूलाई हृदयबाट धेरै धन्यवाद। उहाँहरूको यो इच्छा होइन यो बाध्यता हो। के गर्ने हाम्रो देशको अवस्था यस्तै छ। नमस्ते हामी ठ्याक्क यो चाइनाको तातोपानी इमिग्रेसनबाट निस्किएर अनि यहाँ अराउन्ड कति भयो बिहान 3 बजे हिँडेको अहिले ठ्याक्कै ल 2:30 भयो। लगभग 12 घन्टा हुन लाग्छ घरबाट हिँडेको है। अब यहाँ अब आज चाहिँ हामी यहाँ ठिङरिङमा बस्ने प्लान छ तर हेरौँ कहाँसम्म हुन्छ मलाई थाहा भएन। अब लेट्स सी। ओके ल बाई बाई। म तपाईँहरूलाई गर्दै गर्छु जानकारी गराउँदै गर्छु कहाँ हुन्छ थाहा छैन है। अनि आज चाहिँ हामी एकछिन अहिले चाहिँ यति ब्रेक लिएको यहाँ ब्रेक लिँदैछौँ अनि अब त्यसपछि अब एकछिन हाफ एन आवर ब्रेक गरेर जाने। बाई बाई। अहिले ठिङ्ग्री भन्ने ठाउँमा आइपुगेको छ चाइनाको। अझ यहीँ हाम्रो बास बसाइ हो। यहाँको मान्छेहरूले एकदम साह्रो सिगरेट खाँदो रहेछ। टाउको दुख्यो मलाई त। चिसो छ। यो चाहिँ 4200 मिटर्स हाइटको जति होला यो। ओके ल बाई बाई। टाउको दुखेछ। हिजो राति थिक्री भन्ने ठाउँमा बस्छु थियो जस्तो हिजो घरबाट आएको त्यस्तै। नो फेस वास नथिङ। दाँत माझ्ने पनि छैन। टाउको दुखेछ सिटामोल खाएर। झन् मेरो पेटमा चाहिँ यस्तो यो पेट चाहिँ तातो रहेछ। अब यहाँ चाहिँ अहिले चाहिँ कति बज्यो भने नेपाली है 4 बज्न लाग्यो 5 बज्न लाग्यो। यहाँ चाहिँ अब 7 बज्न लाग्यो। ल अब बाई बाई। एकछिन सुत्छु टाउको दुख्यो मेरो। तपाईँलाई टाउको दुखेन दाइ? के भएको छैन? लाक्पालाई पनि टाउको दुख्यो अरे। हाई अल्टिट्युड लागेको क्या। मैले अघि यस्तो टाउको दुखेँ सिटामोल खाएर बल्ल अलिक कम भयो। टाउको अहिले कम भएछ। केही भएन टाउको मात्रै दुखिरहेको क्या। लासामा पुग्यो भने ठिक हुन्छ होला है। वहाँ चाहिँ अल्टिट्युड यहाँ चाहिँ 4200 होला होइन। यहाँ 4200। 7 बजी कस्तो हुँदैन हुँदो रहेछ यहाँ। सबै पासपोर्ट हजुरले नै बोक्नु भयो? ल ल ठिक छ ठिक छ। एकजनाले बोक्यो भने सजिलो हुन्छ। खैरीहरूलाई अब आज भेट्छ हामीले खैरीहरूलाई भरे बेलुका भोलि बिहान। उनीहरूको फ्लाइट आज उड्ने होला नि त। उठाउनु जानु त।